हजुर कसो तपाईँ पैसा नि ल मिस कल के आयो तैँले पो मान्छे हाली रत्न आयो कि रत्न रत्न त क्या लाग्यो तैँलाई किन यहीँ छु कहाँ हिँड्दै आउँछ मान्छे घर उनलाई थाहा पायो अघि प्राइभेट अङ्कललाई थियो अरे प्राइभेट ए हो मलाई त अर्को सिमबाट दियो अर्को सिम हाल्नु जय सिम हालेर एकै बाटो लाउ रे अर्को सिम हाल्नु प्लिज मेरो भएमा अर्को सिम हाल्यो भगवान टेन्सन नगर न टेन्सन हैन मलाई चुप लाग मलाई टेन्सन जन गर न मुख्य बन्न आएको टेन्सन जन गर तम बन्न भारी मुलाई पर्दछ थाहा छ कि नै तम त पहिचान मान्छे हो उसाइने मान्छे हो थाहा छ कि छैन तमर त आफ्नै काम जाने हो बरु इज्जत भइहाल्यो मेरो त कति ठाउँमा जाने हो लो भन त भोला दिन मेरो दिदीले कुरा सुन्नु पर्यो मेरा हैन मेरो माइती मले मेरा दाइले कुरा सुन्नु पर्यो मेरो घर परिवारले कुरा सुन्नु पर्यो मैले कुरा सुन्नु पर्यो मलाई छैन कोही छैन कन्ट्रोल गर भन्नाले म कन्ट्रोल त्यो अब त्यसो गरेर केही हुनेवाला छैन जे हुनु भइयो भइयो त अब क्याद्दो पऱ्यो बताउन खोज्जाले भइयो त क्याद्दो पऱ्यो लौ त्यो सुनिता पठाएको या हैन कि त्यो कुरा उषा पठाएको या हो उषा पठाइ उषालाई थाहा थियो भनेर उषाले भन्या रहेछ सुनिता दिदीलाई कोही वर्ष दिया रहेछ मुलाई उषालाई के थाहा के भन्यो त्यो म्यासेज गरेको देखिया रहेछ अरे डिलिट मैले गरेको डिलिट गरे आफूले यहाँ आउलो बाई चान्स कहाँ कि बिसरी आउलो उही पछि त मैले डिलिट गरे आफूले अब देखि हाल्यो भन म मान्दैन त्यो गल्ती हुनु मेरो गल्ती हो टचर त मलाई अब टचर त भन्ने कुरो छैन टचर त आखिरले फोन गर्यो गरे आऊ फोन उनलाई भन्या छैन कसैले भन्या छैन उनलाई पनि पुरा भन्या नि त त कसैले भन्या के भन्ना पनि उसो रहेछ ए उनी फाइन कुराउने रहेछ न फाइन कुराउने ज्या प्रकाश कि फाइनले प्रकाश भन्या रहेछ नै प्रकाश कि उहाँ भन्छ सेयर कि मैले त भन्नु आदिन उनलाई कसो भयो मेरो बहन भन्नेको मेरो के ठानी बहन भन्ने कुरा भन्या क्या भन्ने कि होइन नि त्यसो कुरा चाहिँ तुम क्या गरेर तर कुरा मैले के दिया कसो दिया तुले कति क्वेशन हो के म बोलेपछि त नहेला सार मान्ने हुँदै तुलाई भन्या हो भन्न तर उन्जा सबैतिर प्रमाण देखाएर उन्जा भन्ने के पड्यो लौमा तँलाई के भन्नु छ लौमा के देखायो त्यो भन्यो त्यो फोटो भन्यो के गरेको फोटो भन्यो देखेको मेसेन्जरमा पठाएको त्यो फोटो देखेको भन्यो नम्बर हो त केही थिएन नम्बर हो त्यो नम्बरै भइदियो अहिले केही थिएन क्या नम्बर त मसँग छ अर्कासँग छ नम्बरको त केही थियो क्या बाँकी कतिले बिगाडिदियो कोही पछि ओइ दिनलाई एकदम देखेन सुनिताले भन्न आएको नि त्यो दिन कुरोमा भेटाए त्यहाँ मलाई सुनिता घर लाग्यो भन्न त्यहाँ बाह्र लेबर कोठामा कतिसम्म गर्ने कुरा अरे 1:30 बजेसम्म कुरा आयो रातभरि सोच्दा 3:30 बजेपछि या त बिहानै 5 बजे नींद खुल गई रातभरि के नींद लागन थी एक डेढ़ घंटा पनि नींद लागेन मलाई आज कोठामा लागेर 3:30 बजेसम्म सोध्यो 3:30 बजेसम्म नै 1:30 बजेसम्म 1:30 बजेसम्म सोध्यो 1:30 बजेसम्म सोधेर पछि सुइदैन हैन सुनले त्यो मलाई त्यो सोधै